हेलो साथीहरू, यो चाहिँ राष्ट्रिय कलाघर सिन्धुलीको आर्ट ग्यालेरी हो। यसमा चाहिँ विभिन्न चित्रहरू राखेको छ। यहाँ विभिन्न काठबाट बनेको चित्रहरू र विभिन्न आर्टिस्टले बनाएको चित्रहरू छ। यहाँ चाहिँ यसमा तपाईँहरूले देख्न सक्नुहुनेछ साथीहरू, एकदम रमाइलो रहेछ। यहाँनिर हामीले विभिन्न जात जातिको तस्बिरहरू गरगहनादेखि सम्पूर्ण छ यसमा। र हामीले राष्ट्रिय सिन्धुली कलाघरमा चाहिँ पानीको घैला पनि देख्न पाइन्छ यहाँ साथीहरूले। यसमा चाहिँ हामी पानी भएको यसमा चाहिँ हल्का रमाइलो गऱ्यौँ, एक दुईवटा फोटो पनि खिच्यौँ हामीले। र यसमा एउटा भिडियो सर्ट डकुमेन्टको लागि एउटा फोटो भिडियो पनि बनाउने भनेर हामी साथी सबै सल्लाह गऱ्यौँ। हामीले यसमा भिडियोहरू पनि बनायौँ थोरै साथीहरू। अनि यसमा चाहिँ यहाँको मौसम चाहिँ एकदम राम्रो, तर हल्का गर्मी पनि छ। यहाँनिर चाहिँ हामीले हलोहरू, हाम्रो पुरानो चिजहरू हामीले पहिला बनाएको राखेको ढिकीहरू, उक्लीहरू देख्न सक्नुहुन्छ साथीहरू तपाईँहरू। पछाडि विभिन्न यहाँ चाहिँ ढिकी छ। हामीले पहिला हाम्रो पुर्खा बाआमाहरूले चाहिँ ढिकीमा चामल कुट्नुहुन्थ्यो होइन, त्यसको हामीले एउटा सम्झना स्वरूप एउटा छोटो भिडियो बनायौँ यसमा पनि। र मैदानभरि फुल फुलिरहेको थियो चौरीमा, त्यसमा हामीले फुल टिपेर एकछिन थोरै रमाइलो गऱ्यौँ साथी हामी सबैजना। र आफ्नो मौलिक पहिचान आफ्नो जातीय अनुसारको हाम्रो एउटा बाजा हुन्छ, त्यो बाजा चाहिँ एकछिन बजाएर कहिले नसमाते पनि कहिले नबजाए पनि आज चाहिँ यो बाजा बजाएर एकछिन रमाइलो गऱ्यौँ। यहाँ विभिन्न जातिको आफूले बजाउने आफ्नो संस्कार अनुसारको बाजाहरू थियो यहाँ सबै। त्यसमध्ये म चाहिँ तामाङ भएकाले मैले चाहिँ तामाङ डम्फु बजाएँ साथीहरू।